नवराज सरलाई हार्दिक अनुरोध गर्दछु। डाक्टर नवराज लम्सालज्यूलाई म स्टेजमा हार्दिक स्वागत गर्दछु। डाक्टर नवराज लम्सालज्यूलाई म स्टेजमा हार्दिक स्वागत गर्दै उहाँलाई स्वागत गरिदिनुको लागि म हात्ती महोत्सवका संयोजक गुणराज थपलियाज्यूलाई स्टेजमा आमन्त्रण गर्दछु। सँगै महासचिवज्यूलाई पनि स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। जब यो हात्ती दौड सुरु भएको यो कति हो त्यो चाहिँ सुन्दरी चाहिँ हाम्रो यति हो भनेर चाहिँ मलाई जानकारी भयो होइन। अब हात्ती महोत्सवको सुरुमा त लगभग अब कन्टिन्यू हुन लागेको चाहिँ सुन्दरी उद्देश्य अब यो रमाइलो र हात्तीहरू मानिसहरू जस्तै गर्न सक्छन्, सिँगार पटार गराउने जस्तै मान्छेको ब्युटी कन्टेस्टहरू राखेका हुन्छन्। त्यसलाई पनि हामी एउटा रमाइलो एउटा रमाइलो हात्ती पनि मानवसँग एउटा के भन्नु सहजता छ, मानव जस्तै यसले पनि गर्न सक्छ। आज कतिवटा आज 5वटा 500 धेरैमा चाहिँ अब हात्ती सबै हात्तीहरू गराउन चाहिँ हामीलाई पनि गाह्रो म्यानेज गर्दाखेरि संस्थाहरू अनि के कुरामा चाहिँ फर्स्ट कसरी तपाईँ हामीले चाहिँ हात्तीको चाहिँ सिँगार पटारको कुरामा त्यसपछि हातबाट सफा भए घाउ हात्तीको शरीरमा चोटपटक भए नभएको मौतेले भनेको स्वास्थ्य परीक्षण हुँदैछ र माउथ साथीहरूलाई स्वास्थ्य परीक्षणको लागि हात्तीलाई तयार पारिदिन अनुरोध गर्दछु र हात्तीको स्वास्थ्य परीक्षणमा हाम्रा प्राविधिक साथीहरू तयार भइसक्नु भएको छ र अबको केही बेरमा नै हात्तीको स्वास्थ्य परीक्षण सुरुवात हुनेछ। हात्ती स्वास्थ्य परीक्षणमा रहनुहुनेछ डाक्टर अमर शर्मा जो संयोजक हुनुहुन्छ, चिकित्सक डाक्टर अमर शर्मा, चितवन राष्ट्रिय निकुञ्ज पशु स्वास्थ्य प्राविधिक मुकेश यादवज्यू र एनटीएनसीका पशु स्वास्थ्य प्राविधिक किरण राज रेजालज्यू हात्ती स्वास्थ्य शिविरको प्राविधिक टिममा हुनुहुन्छ र तिनैजनाले हात्तीको स्वास्थ्य परीक्षण गरिदिनुहुन्छ। त्यसै गरी पेट र सुर लगायत मुखको परीक्षण स्वास्थ्य परीक्षण हुन्छ। हात्तीको मैदानमा यहाँले देखिराख्नु भएको छ हात्ती अहिले सुतेको छ र सुतेको हात्तीको स्वास्थ्य परीक्षण प्राविधिकहरूले गरिराख्नु भएको छ। यसको पन्जा, सुर, दाँत, स्वास्थ्य परीक्षण हुन्छ हात्तीको र अन्य समयमा पनि हात्ती सञ्चालन हात्ती जसले पालिराख्नु भएको छ नियमित रूपमा हात्तीको स्वास्थ्य उपचार गर्दै आइराख्नु भएको छ। आज पनि सिम्बोलिक रूपमा हात्तीको स्वास्थ्य परीक्षण सामूहिक रूपमा यो मैदानमा गरिँदैछ। त्यस पश्चात हात्तीको पेनाल्टी सुट आउट अनि यसै गरी हात्ती पोलो रहनेछ। दुईवटा हात्तीको अझै रोमाञ्चित गतिविधि बाँकी छ। त्यो पनि यहाँले छिट्टै नै स्टेज अघिल्तिर मैदानमा हेर्न पाउनुहुनेछ। हात्ती त हाम्रो जस्ट अर्गनाइज मात्रै प्रायोजन गर्नु क्या यो हात्तीमा चाहिँ पैसा तिरेर सहभागी कन्टेस्टमा सहभागी कन्टेस्टमा सहभागी जस अहिले सुन्दरी प्रतियोगिता चाहिँ सबैभन्दा आजको मेन केन्द्रबिन्दु त्यही नै छ। शिविर पनि हुँदैछ, स्वास्थ्य शिविर हुँदैछ, पेनाल्टी सुटआउट हुँदैछ। तपाईँलाई कस्तो लाग्छ? हामीलाई त रमाइलो सक्सेसफुल भयो, राम्रो छ, यस्तो हुनुपर्छ। हामी स्टेजमा साङ्गीतिक प्रस्तुतिहरू पनि बाँकी रहेछ। रत्नगर कला मन्दिरको प्रस्तुति रहनेछ। गायक उमादेवी खनालसँगै आउनुहुनेछ गायक अर्जुन सापकोटा जसको चर्चित गीत अहिले यहाँले टिकटक रिल्स बनाइराख्नु भएको छ, उहाँको प्रस्तुति पनि गर्नेछ। त्यस अगाडि भने म एउटा कविता यहाँलाई सुनाउँछु। मैले सुनाउँदिनँ, आयरा लम्साल आउनुहुनेछ, सार्वजनिक हुनुहुन्छ। मिठो छन्द कवि वाचन गर्नुहुन्छ उहाँले। कवितासँगै हात्तीको स्वास्थ्य शिविर चलिराखेको
स्वास्थ्य शिविरको पनि अवलोकन गर्न सक्नुहुनेछ आँखा उतापट्टि भए पनि कान भने अहिलेलाई पर्यटन बोर्ड त्यो विषयमा चाहिँ अब मलाई खासै त्यस्तो जानकारी छैन एक्ज्याक्ट के नै गरेको आएर लम्सा यति बेला स्टेजमा आइसक्नु भएको छ उहाँको छन्दको कविता यहाँहरूमा राख्छु सुन्नु यो गर्नुपर्छ